म जे सोध्छु त्यसको आन्सर दिनु होला। हजुरलाई आन्सर आएपछि यसको आन्सर आउनु होला, भन्नु होला। आन्सर नआएपछि म जान्दैन भन्नु होला है। अनि हजुरको जन्म कति सालको जन्म हो? मेरो मेरो वर्ष त 80 वर्ष भयो आउनु। कति सालको जन्म हो भन्नु? साल त कति हुन्छ याद छ कि छैन हजुरलाई? छ। ल भन्नु त्यसो भए। याद भएपछि भन्नु छिटो ल। 80 भन्नु नि त छिटो। कति सालको जन्म? कति साल हो हुन्छ? कति सालको? कति हो? बिसरेपछि बिसरियो भन्नु। बिसर्नु भयो कि याद छ? गर्ती बिसरी त हुनु थोड़ी जान्ने त। तपाईको अब म भनिदिन्छु राइट आन्सर के हो भनेर। तमरो जन्म 2001 सालको हो। थाहा पाउनु भयो? 2001 साल फागुन 2001 साल फागुन 1 गते हजुरको जन्म। अनि मैले जाने त। अब अर्को क्वेसन सोध्छु है हजुरलाई। अनि हजुरको घर कहाँ हो? घर बन्लेको। ए हजुर बन्ले कति वर्ष बस्नु भयो? कति वर्ष बस्नु भयो होला? 32 वर्ष बस्यौँ। 5 वर्ष बस्नु भयो? कति वर्ष बस्यौँ? 5 वर्ष बस्नु भयो कि 10 वर्ष बस्नु भयो? कति बस्यौँ? 2 वर्ष। 2 वर्ष बस्नु भयो? 2 वर्ष त उतिसम्म लाग्यो गए हम 2 वर्ष। 2 वर्ष बस्नु भयो हैन? तपाईले गोरु बाच्छा कतिवटा पाल्नु भएको छ? गोरु बाच्छा त पहिला भुइँसो हुन्थ्यो। पहिला गाई हुन्थ्यो, भुइँसो हुन्थ्यो गाई। त्यो बेला तपाईँ गाई भैँसी अरू बाख्रा पनि पाल्नुहुन्थ्यो? बगलमै हुन्थ्यो। अनि घाँस कहाँबाट ल्याउनुहुन्थ्यो? आफ्नो घरै हो जान्थ्यो घाँस। गाजो काट्नुहुन्थेन? गाजो काट्न लागि काट्नुहुन्थ्यो अरे। घरै के लगा हो जान्छ घाँस घरै मिला हो जान्छ। ठुलो घर हो कि घरै काट्नुहुन्थ्यो। तम रुखो गल्नु सकिन्थ्यो कि सकिन्थेन पहिला? हो ए रुख उकाल्यो जाने काट्थे घाँस ए पहिला त बाख्रालाई रुखो घाँस काटन्थ्यो कि भैँयै मुनिको घाँस काटन्थ्यो? बकरालाई रुखो हुन्थ्यो। रुख भेउलाको रुख आँगनैमा हुन्थ्यो। भेउल हुन्थ्यो। भेउल भएर भेउलाको रुख आँगनमा राख्यो भए जति खाने भेल खाना राख्यो ठेक्ने राख्यो। जहाँ चाहियो जहाँ समाएर अझ खाना दियो बकरा तम देउरान